सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। म यसबी ताम्राकार टन मिडिया ग्रुपको टन टकमा छौँ। हामीसँग अहिले राज घिमिरेजी हुनुहुन्छ, उहाँ वडा अध्यक्ष हुनुहुन्छ। पछिल्लो समयमा बालेन नेतृत्वको सरकारले जसरी सुकुम्बासी माथि एक किसिमको भनौँ न व्यवस्थापन गर्नुपर्छ भनेर सही ढङ्गले उहाँले अगाडि बढाउँदै गर्दाखेरि यही क्षेत्रका वडा अध्यक्षजीको पनि एउटा भूमिका रहेको छ। म उहाँलाई स्वागत गर्न चाहन्छु। यु आर मोस्ट वेलकम टु द टन न्युज। धन्यवाद, थ्याङ्क यू। आराम हुन्छ? एकदम ठिक छ। भनेपछि जस्तो अहिले तपाईँको स्ट्याटस भाइरल छ नि? अहिले मेरो स्ट्याटस भाइरल होइन। हजुर, अहिले नेपाली जनता दुखी छ, सुकुम्बासी पीडित छ, नेपाल आमा रोइरहेकी छन् र त्यो विषयको प्रपर उपचार गर्नको निमित्त म स्ट्याटस मात्र होइन, इभन अहिले म आफै सुकुम्बासी बस्ती जहाँ लाखौँ भूमिहीन सुकुम्बासी रोइरहेका छन्, पानी आइरहेको छ, बस्ने बास छैन, एक छाक खाने गाँस छैन। मैले हिजो बेलुका स्ट्याटस लेखेको थिएँ, बालेन डोजरले जो पीडित हुनुभयो, घरबार विहीन हुनुभयो, वास्तविक जो सुकुम्बासी छन् उहाँहरूलाई यदि खानको समस्या छ भने, बस्नको पानी आइरहेको छ, बस्ने ठाउँ छैन, मैले तिरपाल ओढेर बच्चाहरू रोइरहेको देखेँ। म नेपाली हुँ, म यो देशको नागरिक हुँ, मेरो पनि जिम्मेवारी छ। यो बालेन सरकारको मात्र जिम्मेवारी होइन, बालेन सरकारले कति गर्न सक्छ सक्दैन मलाई थाहा छैन। तसर्थ म अहिले सो बस्तीमा गएर 1 महिनाको लागि खाना र त्यस्तै अप्ठ्यारो परेकालाई 1 महिनाको लागि कोठा भाडा समेत दिन तयार छु। यो मसँग पैसा भएर होइन, मन भएर यसको लागि मैले आफ्नो पुर्खौली जग्गा जमिन धितो राख्न किन नपर्ला या बेच्न किन नपर्ला, किन म यस्तै दुःखमा 20औं वर्षदेखि पहिलादेखि बाढी पहिरो भूकम्प कोरोनामा काम गर्दै आएको हुनाले अहिले त्यहाँ जाँदैछु र मेरो स्ट्याटस चर्चित होइन, नेपाली जनता अहिले दुखित हो। मैले बालेन नेतृत्वको सरकारको विरोध होइन, मैले यो विरोध होइन, यो चाहिँ कुनै पनि सरकार, अहिले बालेन सरकार सबैको आशा भरोसाले आएको सरकार हो र यसलाई सबैले साथ दिँदै गर्दा यदि यो सरकारले नै गलत गर्यो भने त सरकार त ठाउँमा पुग्दैन। हिजो केपी ओलीको सरकार होला, शेरबहादुरको सरकार होला, कसैले बिगारे होइन, आफ्नै मतीले बिग्रिया हो। र यो बालेनको सरकार पनि गरिबको झुपडीमा डोजर चलायो भने, शोषित पीडितको छाप्रामा डोजर चलायो भने, यो बर्खामा गरिबको आँखाबाट आँसु आयो भने र न्यायालयदेखि सबै चिजमा हमला भयो भने मलाई लाग्छ यो सरकारको दिनगन्ती सुरु हुन सक्दछ। त्यो नहोस् भन्ने चाहना मेरो छ। अन्तिममा र तपाईँ जुन वडामा चाहिँ वडा अध्यक्षको रूपमा चाहिँ काम गरिरहनु भएको छ, त्यो ठाउँमा पीडित छन् पक्कै होइन? छन्। मलाई सुकुम्बासीको वडा अध्यक्ष पनि भन्छन्। ओके, किनभने वास्तविक सुकुम्बासी जसलाई निशा दिएको छ, सुकुम्बासीको विषयमा धेरै नेपालीले बुझेको छैन। अहिले पक्षका मान्छे छन् कि मिडियामा पनि भनौँ, यो अडियन्स पनि कमेन्ट गर्ने पक्षका, रासपाका छुट्टिएर छन्, काङ्ग्रेसका छुट्टिएर छन्, एमालेका छुट्टिएर छन्, अथवा नेकपाका छुट्टै होला। तर उसको नेपालभरि नै जग्गा जमिन छैन भने उसलाई सुकुम्बासी भनेर हामीले 150 जना व्यक्तिहरूलाई निस्ता वितरण गरेका छौँ। त्यो निस्ता भनेको प्रमाण हो, त्यो निस्ता भनेको कानुन हो। त्यो कानुन बालेन सरकारले नै मान्नुपर्छ। किन? कानुनभन्दा माथि न बालेन छन्, न ओली छन्, न प्रचण्ड छन्, न तपाईँ छन्, न म छु। र त्यसरी निस्ता दिँदै गर्दा हाम्रो वडामा पनि वास्तविक सुकुम्बासीहरू हुनुहुन्छ। मैले अस्ति प्राइम टेलिभिजनमा पनि भनेको थिएँ, यदि सुकुम्बासी वास्तविक सुकुम्बासी बस्तीमा डोजर चल्छ भने म अरूको जस्तो फेरि डोजर आउँछ भनेर भाग्ने होइन, त्यो डोजरको अगाडि छाती थाप्न म तयार छु। यो कुरा चाहिँ ख्याल गरे हुन्छ। थ्याङ्क यू सो मच। थ्याङ्क यू, धन्यवाद।